तेज ग्लास हाउसमा आएको छु है। यो सैनिक चोक र राणा चोकको बिचमा छ हाम्रो तेज ग्लास हाउस। यहाँ चाहिँ तपाईँको हरेक कुरा पाइन्छ, शिक्षा सम्बन्धी जस्तो बिटहरू भयो, ऐनाहरू भयो, अर्डर अनुसार पाइन्छ, डेलिभरी पनि हुन्छ होइन। सबै कुरा छ यसमा। राणा चोक र सैनिक चोकको बिचमा छ हाम्रो शिक्षा दोकान। यो बिटहरू पनि पाइन्छ, फ्रेमिङहरू छ यहाँ। तपाईँले जस्तो भनेअनुसार त्यस्तै फ्रेमिङहरू गरिन्छ है। बिटहरू यहाँ छ, होम डेलिभरी पनि हुन्छ घरमा। यहाँ हाम्रो कन्ट्याक्ट नम्बर पनि छ, कन्ट्याक्ट नम्बर छेलेको छ होइन। कन्ट्याक्ट नम्बर यहाँ छ, हेर्नुहोस् है। तपाईँलाई एल्युमिनियमको सिसा, हेर्ने सिसा, फोटो फ्रेमिङहरू चाहियो भने तेज ग्लास हाउसमा सम्झिनु होला। यो सैनिक चोक र राणा चोक, यो सैनिक चोकको बिचमा छ हाम्रो तेज ग्लास हाउस। तपाईँले यहाँ दिएको छ, डेलिभरी पनि हुन्छ, बिटहरू छ, शिक्षा सम्बन्धी सबै कामहरू गरिन्छ यहाँ। यहाँ हाम्रो दोकानको हल्का यसो यहाँ हुन्छ। हाम्रो मालिक चाहिँ यहाँ योगेश सर हो। नमस्ते सबैजनालाई। तपाईँहरूलाई यदि सिसाहरू चाहिएको छ होइन, घरको स्टिल दराजको ऐना, सोकेसको सिसाहरू फुटेको छ भने तपाईँहरूले हामीलाई सम्झिँदा हुन्छ। अनि यस्तो यो खालको तपाईँहरूलाई फाइबर बिटहरूमा फ्रेमिङहरू बनाउनु पऱ्यो भने सम्झिँदा हुन्छ। अहिले नम्बर खालिन्छ। त्यसपछि सिसा यही हो। ऐनाहरू चाहियो भने तपाईँहरूले सम्झिँदा हुन्छ। फाइबर बिटहरूमा ऐना फ्रेमिङ गर्नु पऱ्यो भने हामीलाई सम्झिनु होला। अनि सिसाको वारेन्टीहरू हुन्छ कि हुँदैन सर? सिसाको चाहिँ वारेन्टी दिन सकिँदैन, किनभने सिसा भनेको एकदमै नाजुक चिज हो होइन। त्यो त फुटिसकेपछि जोड्न मिल्दैन नि त, त्यो गाह्रो छ। त्यही भएर त्यो चाहिँ मिलेन। जे होस्, जति पनि आउने ग्राहकहरूलाई चाहिँ हामीले एकदम सुपर मूल्यमा होइन। अब ठुलै घरकै लानुभयो भने चाहिँ एउटा दुईवटासम्म चाहिँ हामी चेन्ज पनि गरिदिन्छौँ, किनभने प्रायः गर्दैन कसैले होइन। सिसाको कुरो ऐनाहरू चाहियो भने हामीलाई सम्झिँदा हुन्छ। यो रमाइलो चोक, पहिले चाहिँ राणा चोक भन्थ्यो, अहिले चाहिँ रमाइलो चोक भन्छ। तपाईँको यताबाट चाहिँ कपडा हुँदै तपाईँहरू यता यहाँ रमाइलो चोक आउनु सक्नुहुन्छ। र यताबाट भनेको चाहिँ पाँचचोक हात्तीखेरी हुँदै यो हाम्रो एकदमै रमाइलो ठाउँको नाम पनि रमाइलो ठाउँ होइन। यहाँनिर आएर चाहिँ तपाईँहरूले आफ्नो अनुहार हेर्दै चिजहरू चाहिँ तपाईँहरूले किनेर लानु सक्नुहुन्छ। हस् त, हवस्।